म चिन्ता नगर मलाई म जसरी कुरा मिलाउँछु के दाइ अनि त्यो केटीले मलाई पत्याउला त खिन्न पत्याउनु के कमी छ के तमा हिँड्न पहिला एकडी हो हजुर एक्सक्युज मी तिमीले भाइ किन रिजेक्ट गरे खासमा खासमा यो भाइ मर्न लागिसक्यो तिमीलाई पाउने आसमा कस्तो माया गर्छ भाइ तिमीलाई यार तर मेरो कुरा त कस्तो तिम्रो कुरा सुन्नु नि यो भाइ हेर त कस्तो चिटिक्क परेको माया लाग्दो अनुहार हाइट मात्र छोटो हो के ट्याक्क गमलामा राखेर मलजल गरेर गोडमेल गरेर हाइट बढिहाल्छ नि होइन भाइ यतिको माया गर्ने मान्छे पाइँदैन कि आजकलको समयमा केही त भन तिमीले कमसेकम यार तर म तपाईँलाई मन पराउँछु नि त तर म त तिमीले लास्टै माया गर्छु नि त बाटो केटी जिन्छस् तैँले गर्दा हो क्या नेपालमा दिदीबहिनीहरू राम्रोसँग हिँड्न नसकेको बाटोमा कुरा बुझ्यो what a nonsense people I have meeting so rubbish यार come on मम्मीले भन्छ मम्मी त्यो केटीलाई बिहे गरेर युके लैजान्छु भनेको त्यो केटीलाई अर्कै केटालाई मन परायो स्वामी यता हेर्नुस् न मलाई भन्नु भएको अब युके को भिजा नै तपाईसँग रहेछ अरु कसले भन्ने त अनि मा चाहिँ अंकलसँग त मैले जिस्का मात्रै हो के ओहो तिम्रो त मन चिनचिनमा च्यान हुँदो रहेछ चिया खाँदै गफ गर्न आऊ अनि युके मा कुन कन्सल्टेन्सीबाट एप्लाई गर्नु